तिमी त काखमै गएर बस्न आँट्यौ त के अरे सानी किन अगाडि गयो कि हिँड्ने होइन कता हिँड्नु यो मेरो पालो आउन आँटेको यहाँनिर अहिले फेरि म फोटो खिच्दैन वहाँनिर गएर ल मेरो हेत्तेरी हो एकछिन यो बुढा धुन्छु अनि हो अनि किन गनगन गरेको त्यहाँ गएर कुरा गर्थ्यो कहाँ जानु त म अहिले आउँछु यहाँ त खै फोटो खिच्नु अहिले तँलाई फेरि होला यो सुदिक छाएर कस्तो खालको भयो अहिले कुटा खाने यहाँ टिको लगाइदिएको बुढाहरूको फोटो खिच्नु परेन कहाँ जानु यिनीहरू उता छिर्नु नि मलाई उतै खानु त्यो उ अफ नगर्दिनु रुनु भएको तपाईँ मलाई रिल नस्ते कताबाट जानु हो अहिले जाने हो भन्नु
बिहामा लाग्ने अच्छा त यता कहाँ छ यो आमाले फेरि कता छेरौँ कतै पाइन्छ नि एकछिन पस्न भएकै छैन त्यस्तै त्यस्ता जस्तो पाइँदैन भन्नु होइन नहेर अब त्यहाँ राखेको त्यही आउने छैन भयो भने त त्यसो पनि त्यही भएर पानी राखेको अब यहाँ टाउको ठोकिन्छ होला एउटा रुमाल त्यो त्यहाँ राख्ने त्यो टिको लाएर पानी होइन कालो भर्खर सकेछ पछि भाउजू गोजीमा ल्याएको छैन म बोकेको छैन घर जाउँ भने घरमा त थिएँ त कहाँ छ हेरेर पार्न त च्यातेरै पारिदिनु पारिदिन्छु म दुईवटा नभएदेखि मैले यहाँ चाहिन्छन् भनेर गोजीमा बोकेर आएको छु आफू तयारी अवस्थामा बस्नु पर्दैन मलाई यसो चाहिन्छ यो काम गर्दा यसो चाहिन्छ भनेर अब तयारी बस्नुपर्छ नि अब पो तयारी भएर बस्नुपर्छ यहाँ मसँग सब कहिले जानेको हात बोकेर पनि लिएर ठुलै पैसा काम थियो मेरो गोजीले खाली छ भन्दा एउटा ढ्याकेर कसरी अड्केको नभए